डिजिटल सिग्नेचर कसरी युज गर्ने भनेर मैले एउटा सानो भिडियो बनाउन गइरहेको छु। हजुरहरूलाई रेडियल इन्फोटेक कम्पनीदेखि इमेलमा मेसेज आएको हुन्छ जसमा सब टोकन प्रोभाइड गरिएको हुन्छ। इमेलमा गएर यसरी सब टोकनलाई चाहिँ डाउनलोड गर्नुहोस्। मेरो चाहिँ अलरेडी डाउनलोड भइसकेको छ। डाउनलोड गरेको फाइललाई डबल क्लिक गर्नुहोस्। यसलाई चाहिँ अनि नेक्स्ट गरिदिनुहोस्, फेरि नेक्स्ट गरिदिनुहोस्। यो पासवर्डमा चाहिँ हजुरहरूलाई रेडियन इन्फोटेक कम्पनीदेखि एसएमएसमा पासवर्ड प्रोभाइड गरिएको हुन्छ, त्यो पासवर्ड टाइप गर्नुहोस् अनि इनेबल स्ट्रङ प्राइभेट की प्रोटेक्सनमा अप्सनमा क्लिक गर्नुहोस्, नेक्स्ट गरिदिनुहोस्, फेरि नेक्स्ट गरिदिनुहोस्, फेरि फिनिस। अब यसमा सेट सेक्युरिटी लेभलमा गएर क्लिक गर्नुहोस्, हाई अप्सनमा चुज गर्नुहोस्, नेक्स्ट गर्नुहोस्। यो पासवर्डमा चाहिँ हजुरहरूले पछि डिजिटल सिग्नेचर युज गर्नको लागि चाहिने हजुरहरूको पासवर्ड हो, क्लिक गर्नुहोस्। अनि फिनिस गर्नुहोस् अनि ओके गर्नुहोस्। सब टोकन हाम्रो सक्सेसफुली इम्पोर्ट भइसकेको छ। अब सेकेन्ड स्टेपमा इएम साइनर एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि नेपाल सर्टिफाइङ कम्पनीमा को वेबसाइटमा जानुहोस्। त्यसभित्र गएर रिसोर्स अप्सनमा गएर सफ्टवेयरमा जानुहोस्। त्यसमा इएम साइनर क्लाइन्ट कम्पोनेन्ट भनेर एउटा एप आउँछ, त्यसमा डाउनलोड गर्नुहोस्। मेरो अलरेडी डाउनलोड भइसकेको छ। डाउनलोड भइसकेपछि त्यसलाई डबल क्लिक गर्नुहोस् अनि दुईटा अप्सन देखाउँछ हजुरहरूलाई, इएम साइनर लिनक्स र इएम साइनर विन्डोज भन्ने। इएम साइनर विन्डोजमा क्लिक गर्नुहोस्, इएम साइनरमा डबल क्लिक गर्नुहोस् अनि मोर इन्फोमा गएर रन एनिवे गरिदिनु। अब हजुरको इन्स्टल हुने प्रक्रिया सुरु हुन्छ। नेक्स्ट यसमा गएर नेक्स्ट अप्सन क्लिक गर्नुहोस्, फेरि नेक्स्ट गर्नुहोस्, इन्स्टल गर्नुहोस्। सक्सेसफुल्ली इएम साइनर इन्स्टल भइसकेको छ हजुरको कम्प्युटरमा। अनि त्यसपछि डेस्कटपमा गएर इएम साइनर एपलाई राइट क्लिक गर्नुहोस् अनि रन एज एडमिन गर्न चाहिँ नभुल्नु होला। त्यसपछि एस गरिदिनुहोस्। हजुरहरूको इएम साइनर इन्स्टल भइसकेको छ। इएम साइनर चलिरहेछ कि छैन भनेर चेक गर्नलाई हजुरहरूले कुनै वेबसाइटमा गएर न्यू ट्याबमा गएर हजुरहरूले एउटा कोड हान्नुपर्ने हुन्छ। यो कोड हानिसकेपछि इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि यो अप्सन आएछ भने हजुरको डिजिटल सिग्नेचर सक्सेसफुली चलिरहेको छ भन्ने बुझिन्छ। हस्त धन्यवाद।